कार्यक्रम चाहिँ राजधानीमा र अन्य चाहिँ प्रदेश र जिल्ला स्तरीय कार्यक्रमहरू आफ्नो ठाउँहरूमा गर्ने देशैभरि गर्ने जुन प्रचलन थियो त्यो प्रचलन अनुरूप यसपालि हामीले केन्द्रीय कार्यक्रम चाहिँ हामीले यहाँ राजधानीको चाहिँ सबै शक्तिलाई एकै ठाउँमा चाहिँ केन्द्रित गरेर गर्न हामीले सकेनौँ। यो नसक्नुको पछाडि तपाईँहरू बुझ्नु भएको छ कि यो सरकारले अथवा चाहिँ विश्वव्यापी रूपमै भएको चाहिँ कोरोना सङ्कट छ, यो महामारी भनिएको छ यसलाई। यो विषयलाई लिएर चाहिँ विश्वका चाहिँ अधिकांश मुलुकहरू धेरैजसा मुलुकहरू अझ यसलाई चाहिँ ठोस रूपमा भन्दा झन्डै 2.5 अर्ब चाहिँ जनसङ्ख्या बराबर चाहिँ अब जनताहरू चाहिँ एउटा लकडाउनको अवस्थामा छन्। यद्यपि संसारको सिङ्गै संसारको जनसङ्ख्याको हिसाब गर्दा अहिले पाउने 8 अर्ब हुन आउँछ। 2.5 अर्ब जनसङ्ख्या रहेको चाहिँ देशमा चाहिँ यो लकडाउनको अवस्था छ। अनि यो अवस्थाको कारणले गर्दा यसैको प्रभाव चाहिँ हाम्रो नेपालमा पनि छ र नेपालमा भएको चाहिँ प्रभावको कारणले गर्दा हामी सडकमा निक्लेर यस्ता कार्यक्रमहरू गर्नको निम्ति कानुनी रूपमा वर्जित गरेको छ। यद्यपि यो भित्रको भेला पनि यहाँको चाहिँ सरकारको स्वीकृति अनुसारको यो कुरा होइन। उनीहरूले 5 जनाभन्दा बढी भेला हुन नपाउने भन्ने एउटा म्यान्डेट राखेको छ। र यहाँसम्म आउँदा हामीलाई के लागिरहेको छ भने अहिले लकडाउनको नाममा जुन एउटा प्राकृतिक विपत्ति अथवा चाहिँ एउटा महामारीको रूपमा चाहिँ फैलिएको कोरोना व्याधिको रूपमा चाहिँ जुन सङ्कट आएको छ भनेर प्रचार गरिएको छ, त्योभन्दा पनि बढी अन्तर्यमा चाहिँ यो एक किसिमको चाहिँ पुँजीवादीहरूको बिचको चाहिँ अन्तर पुँजीवादी प्रतिस्पर्धा र यहाँका चाहिँ शासकहरूले जनतामाथि चाहिँ सङ्कट थपेर आफू चाहिँ सत्ताको सङ्घर्षमा चाहिँ लागेको भन्ने कुराको चाहिँ अलिकति अनुभूति अथवा त्यस्ता खालका चाहिँ प्रश्न चाहिँ अहिले आम मान्छेहरूको बिचमा चाहिँ चलिरहेको र हामीले पनि त्यो अनुभूति गरेको हुनाले यो लकडाउनलाई सकेसम्म हामीले त सम्भव हुन्छ भने तोड्नुपर्छ भन्नेसम्मको चाहिँ एक किसिमको हामीले मानसिकता बनाएको। तर पनि हामी अहिले नै त्यो लकडाउन तोड्न सक्ने हाम्रो आफ्नो आन्तरिक शक्तिको सामर्थ्य नभएको हुनाले हामी जो ढङ्गले भयो भने मनाउँ भनेर हामीले यहाँ भएका नजिकमा भएका चाहिँ साथीहरू जस्तो यहाँ अब यता चाहिँ तिनकुनेतिर चाहिँ रहेका चाहिँ साथीहरू त्यतातिर, यता बाह्रतिर भएका साथीहरू त्यतातिर, यसरी जहाँ चाहिँ हाम्रो केन्द्रीय सदस्यहरू छन् त्यो ठाउँमा चाहिँ मनाउँ भनेर यसरी विकेन्द्रित हिसाबले चाहिँ मनाउने हामीले त्यो निर्णय गरेको। यसरी हेर्दा अहिले हामीले यो महासङ्घको नेतृत्वमा हामीले के एजेन्डा उठाइराखेका छौँ 131औं मैत्रीको सन्दर्भमा भने यो मजदुरहरूले विगतमा आजभन्दा पहिला कहिले पनि नभइरहेको जुन सङ्कट अहिले बेहोर्न परिरहेको छ तपाईँहरूले सुनिरहनु भएको छ र हामी आफूले अनुभूति पनि गरिरहेका छौँ कि हामीमाथि हाम्रो चाहिँ आर्थिक जीवनमा हाम्रो चाहिँ दैनिक जीवनमा आएका चाहिँ विपत्तिहरू के हुन्। एकातिर रोजगारीका चाहिँ चुनौतीहरू छँदैछन्, अब बेरोजगारीका समस्याहरू छँदैछन्, अब खाद्यका सङ्कटहरू हामीसँग भएका चाहिँ सञ्चित चाहिँ अब आर्थिकको अभावले गर्दाखेरि आउने समस्याहरू पनि छन्। यही बिचमा चाहिँ ठुल्ठुला ठेकेदारहरूले मजदुरहरूका चाहिँ सङ्कटहरूलाई चाहिँ व्यवस्था गरेर अब मजदुरहरूले चाहिँ पाउनु पर्ने चाहिँ ज्यादा समेत नदिएर चाहिँ भाएका चाहिँ कुराहरू पनि यहाँ छन्। देशव्यापी रूपमा हेर्दा हामीले सबैतिरका चाहिँ सूचना लिँदाखेरि कयौँ चाहिँ व्यवसायीहरूले आफ्ना मोबाइलहरू चाहिँ स्विच अफ गरेर मजदुरको चाहिँ ज्याला पनि नदिइकन उसको पाकेको चाहिँ तलब पनि नदिइकन जसरी चाहिँ यो मजदुरहरूबाट चाहिँ यो सङ्कटमा चाहिँ मजदुरहरूलाई चाहिँ धकेलिदिएर आफू चाहिँ घरतिर बस्ने अथवा सुरक्षित हुने जुन प्रपञ्च उनीहरूले रचे जुन परिघटनाहरू चाहिँ घट्न पुग्यो यसको विरुद्ध पनि हामीले चाहिँ आवाज उठाउनुपर्छ र हाम्रा चाहिँ कुराहरूलाई हाम्रो सङ्घर्षलाई अब नयाँ उचाइमा चाहिँ अगाडि बढाउनुपर्छ भन्ने एक किसिमको चाहिँ सोचाइ हामीले कार्यालय तहमा र अन्य साथीहरूको पनि सबै रिपोर्ट दिँदाखेरि यसरी गरौँ भन्ने हामीलाई तुलायो। त्यस कारणले हामी यो कार्यक्रम यसरी यो ढाँचा चाहिँ गरेको पछाडि यो के भन्छ हाम्रो अध्ययन रहेको छ भन्ने कुरा मैले तपाईँहरूलाई बताउन चाहन्छु। दोस्रो नम्बर कुरा अहिले यो खास गरी औपचारिक क्षेत्रका मजदुरहरूले चाहिँ जुन सङ्कट बेहोरिरहेका छन् तपाईँले देखिरहनु भएको छ कि यहाँ 300, 400, 500, 600 किलोमिटरको चाहिँ यात्रामा चाहिँ मजदुरहरू त्यो खाद्य सङ्कटको कारणले रोजगारीको सङ्कटको कारणले र आवासीय चाहिँ सङ्कटका कारणले चाहिँ मजदुरहरू चाहिँ आफ्नो जन्मभूमितिर अथवा गृहतिर चाहिँ फर्किनुपर्ने र त्यहाँ राजनीति एकदम मुख दर्शक भएर अथवा कतिपय ठाउँमा त प्रहरी प्रशासन लगाएर अब त्यो दमन गरेर चाहिँ घरभित्र चाहिँ घुस्ने अथवा चाहिँ बाटोमा हिँड्न नदिने, एकातिर चाहिँ खानेकुराको खाद्य सङ्कट छ, रोजगारीको अभाव छ, बस्ने ठाउँको पनि अभाव छ। यो विपत्तिको परेका चाहिँ मजदुरहरू जो आफ्नो गृह जिल्ला फर्किन चाहन्थे तिनीहरूलाई चाहिँ बाटोमा अवरोध गरिसम्मका चाहिँ हरकत हामी सबै देखेका छौँ। र यसको व्यापक आवाज उठिसकेपछि स्वयं हाम्रो सङ्गठनले पनि र यो सङ्गठनको अध्यक्ष हुनुको नाताले म आफैले पनि विभिन्न चाहिँ सञ्चार भिडियो माध्यममा गएर त्यहाँ हाम्रो चाहिँ विचारहरूलाई चाहिँ अगाडि सार्ने र चाहिँ छलफल बहसमा चाहिँ पत्रकारहरूलाई पनि ल्याउने सम्मका चाहिँ हामीले चाहिँ जुन दबाब चाहिँ सिर्जना गऱ्यौँ र अन्य महासङ्घका चाहिँ कतै केही प्रतिक्रियाहरू आए र यहाँ भएका अलिकति
देशभक्त मजदुर पक्ष अथवा वामपन्थी शक्तिहरूले पनि यो मजदुरहरूमाथिको चाहिँ जुन ज्यादती जुन अन्याय भइरहेको छ र मजदुरहरूमाथि चाहिँ जुन उत्पीडन भइरहेको छ र कोरोनाको चाहिँ सङ्कटको नाममा मजदुरहरूको चाहिँ यो अन्य तरिकाले मर्ने, खान नपाएर मर्ने, आर्थिक सङ्कटले मर्ने चाहिँ जुन परिवेश बनिरहेको छ यसको विरुद्ध चाहिँ आवाज उठ्नुपर्छ भनेर आवाज उठिसकेपछि सरकार लाचार भएर चाहिँ अनि केही मान्छेहरूलाई केही चाहिँ बाटोमा परेका चाहिँ मजदुरहरूलाई भनेर उनीहरूले चाहिँ गाडीमा ओसार पसार गरे 2-3 दिन। र त्यो पनि उनीहरूले अलिकति के भने आफ्नो छानेका खास चाहिँ कार्यकर्ता हिजोका चाहिँ चुनावका चाहिँ अगुवा मान्छेहरूलाई चाहिँ मात्रै छानेर आम चाहिँ सर्वसाधारण मजदुरहरूलाई चाहिँ पुरै व्यवस्था गरी जुन क्रियाकलाप गर्यो यसको पनि हामीले चाहिँ भण्डाफोर गर्नु पर्ने, यसका विरुद्ध सङ्घर्ष गर्नु पर्ने र यो विषयलाई चाहिँ आवाज उठाउनु पर्ने पनि यो बेला छ। र हामी यो सङ्कटको बेलामा हामी यो ढङ्गले मई दिवस मनाउन गइरहेका छौँ। त्यसलाई हामीले समग्रमा चाहिँ नारामै चाहिँ सङ्केन्द्रित गरेका छौँ कि हाम्रा विचारहरू मजदुरले विगतमा न यस्ता सङ्कटहरू कहिले बेहोरेको थियो न भोलि बेहोर्नु पर्ला भन्ने हामीले अहिले कल्पना गरेका छौँ। त्यस कारण यो अपूर्व भनेर हामीले भनेको छौँ। योभन्दा पहिला कहिले पनि यस्ता सङ्कटहरू आएका थिएन। यो सङ्कटको चाहिँ उच्चतम रूप हो। यो सङ्कट यतिमा मात्रै टुङ्गिँदैन, यो यतिमा मात्रै टुङ्गिँदैन। खास गरी नेपालमा भएका चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूको सङ्ख्या झन्डै 30 लाख छ। 30 लाख मजदुर र औपचारिक क्षेत्रमा काम गर्ने मजदुरको पनि लगभग त्योभन्दा अलिकति बढी चाहिँ सङ्ख्या छ। र यो सबै सङ्ख्याले अब तुरुन्तै चाहिँ यो आर्थिक बजार अथवा यो श्रम बजारमा चाहिँ जुन स्थिति पैदा हुने हो अथवा चाहिँ श्रम बजारमा चाहिँ जुन लयमा गतिमा र विगतको जस्तै गरी चाहिँ कामको चाहिँ सम्भावना, रोजगारीको चाहिँ जुन सम्भावना हो यो सम्भावना चाहिँ प्राप्त गर्ने चान्स चाहिँ एकदमै कम छ। यो सम्भावनाहरू चाहिँ अब एउटा सङ्कटतिर, मन्दीको सङ्कटतिर, आर्थिक मन्दीको सङ्कटतिर, रोजगारीको अभाव र बेरोजगारीको चाहिँ अवस्था चाहिँ भयावह अवस्था सिर्जना हुने चाहिँ दिशातिर यो जाँदैछ। यो कोरोना भन्ने कुरा यसै पनि अब मलाई आफूलाई लाग्यो भन्नुहुन्छ भने त यो त सबै नकरी कुरा हो कि कोरोनाको चाहिँ विश्वव्यापी महामारी भनेको यो वास्तवमा होइन। यी ठुला राष्ट्रहरूमा पनि यो होइन भनिदिने छ। जस्तो ब्राजिलको राष्ट्रपतिले आफ्नो स्वास्थ्य मन्त्रीलाई हटाएको छ कि यो कोरोना सङ्कटको नाममा चाहिँ जनतालाई जबरजस्ती चाहिँ यो भेन्टिलेटर र चाहिँ विदेशी बजारमा उत्पादन भएका चाहिँ सामानहरू किन्नको निम्ति प्रेरित गर्ने र पिसिआर मेसिनदेखि लिएर ऱ्यापिड टेस्ट किटसम्म किन्नको निम्ति अरबौँ रुपियाँ चाहिँ खर्च गर्ने चाहिँ जुन प्रपञ्च हो यो प्रपञ्चका विरुद्ध चाहिँ लागेको भनेर त्यो ब्राजिलको राष्ट्रपतिले त आफ्नो स्वास्थ्य मन्त्रीलाई चाहिँ त्यहाँबाट चाहिँ मन्त्रीबाटै चाहिँ हटाइदिएको छ। र अमेरिकाको चाहिँ राष्ट्रपति र त्यहाँको चाहिँ त्यहाँको गभर्नर के भन्छ न्युयोर्कको चाहिँ गभर्नरको बिचमा अहिले पनि चाहिँ विवाद चलिरहेको छ कि यो स्वास्थ्य सङ्कटको चाहिँ आरोप एकातिर राष्ट्रपतिले लगाउने, राष्ट्रपतिले चाहिँ जनताको चाहिँ उपचार गर्नुपर्छ के गर्नुपर्छ भन्ने कुराको जिम्मेवारी तेरो हो भनेर चाहिँ एक आपसमा यो बिचमा पनि त्यो लडाइँ चलेको चाहिँ हामीले सूचना सुनिरहेका छौँ। अहिलेसम्म आउँदा सायद अमेरिकाको एउटा कुनै राज्यमा चाहिँ त्यहाँको संसद भवनभित्रै गएर बन्दुकधारीहरू त्यहाँका चाहिँ बन्दुकधारी नागरिकहरू भनेको त्यहाँ बन्दुक बोक्न पाइन्छ, त्यहाँ बन्दुकै सहित चाहिँ संसद भवनभित्र चाहिँ प्रवेश गरेर निषेधित क्षेत्रमा प्रवेश गरेर यो लकडाउनलाई चाहिँ तुरन्त बन्द गर्नुपर्छ र अब कामलाई सुचारू गर्नुपर्छ, श्रमतिर फर्किनुपर्छ। यो सब चाहिँ धाँधली र चाहिँ नाटक हो र यो बेइमानी र षड्यन्त्र हो भन्ने कुरा चाहिँ गरिरहेको सूचना अहिले भर्खरै पनि अब मैले पनि प्राप्त गरेको छु। सायद तपाईँहरू पनि त्यो सूचना पाउन सक्नुहुन्छ कि खोज्दै जाँदाखेरि भन्दा संसारमा यो विवाद छ, यो रोग हो अथवा होइन भन्ने कुरा। र मलाई लास्टमा चाहिँ मेरो आफ्नो अध्ययनले चाहिँ के देखाउँछ भने यो कोरोना भाइरस भनेको चाहिँ यो इन्फ्लुएन्जा भनेर जुन हामी भन्छौँ अथवा रुवा खोकीको चाहिँ सामान्य ज्वरो हो जुन सर्छ, सरे पनि 5-7 दिनमा आफै ठिक हुन्छ। यो हामीले भोग्दै आएको पहिलेदेखि पनि हामीले रुवा लाग्दा कसरी पनि यो लकडाउन गरेर एउटा साथीबाट अर्को साथीतिर चाहिँ टाढा भएर बस्ने प्रचलन थिएन, मास्क लगाउने चलन पनि थिएन हाम्रो। यो चलन नहुँदै पनि अहिले चाहिँ जबरजस्ती हामीलाई मास्क लगाउनु, त्यसपछि चाहिँ यो ऱ्यापिड टेस्ट गर्नु अनि पिसिआर टेस्ट गर्नु र घरभित्रै बस्नुको निम्ति चाहिँ जुन एउटा चाहिँ दबाब सिर्जना भएको छ मनोवैज्ञानिक रूपमा है, यो मनोवैज्ञानिक रूपमा जुन एउटा त्रासदी सिर्जना भएको छ यसले चाहिँ नि हामीलाई रोगले भन्दा पनि भोकले, अभावले, डरले र चाहिँ अन्य चाहिँ आर्थिक खालका चाहिँ सङ्कटहरूले चाहिँ हाम्रो जीवन चाहिँ समाप्त हुन सक्ने मजदुरहरूको हामी नहुँला तर यो देशमा भएका चाहिँ 60 लाखभन्दा बढी मजदुरहरूको चाहिँ जीवन चाहिँ त्यहाँ धराशायी हुनुपर्ने त्यो खतरातिर चाहिँ देश जाँदैछ। त्यस गरी यसलाई रोक्नुको निम्ति पनि यो लकडाउनलाई अब उल्लङ्घन गर्नुपर्छ र यो दिशातिर जानुपर्छ भन्ने सामान्य महासङ्घको हिसाबले होइन मजदुरको हिसाबले चाहिँ अब यो हाम्रो कार्यालयलाई त्यो लागिरहेको छ। अहिले हामी सडकमा जाने सामर्थ्य हुन्थ्यो भने हामीले यो सडकमा बनाउनु पर्थ्यो, त्यो हाम्रो तागत पुगेर हामी त्यो भिड्न सक्दैनौँ। यो कुरा हामीले यो पनि बुझ्नु पऱ्यो कि हाम्रो शक्तिले पुग्दैन। यो शक्तिको मात्रै कुरा भएन कि हाम्रो आफ्नै दिमागमा पनि यो कोरोना भन्ने साँच्चै रोगै पो हो कि हामी मरि पो हाल्छौँ कि त, कालै पाइहाल्छ कि त, यहाँ लाखौँ मान्छेको चाहिँ भुस हुने हो कि त
भन्ने जस्तो चाहिँ हामीलाई परिरहेको पनि छ। किनभने हामी वैज्ञानिक ढङ्गले यसका चाहिँ तर्क वितर्कमा जान सक्ने हाम्रो अझै पनि दिमाग बनेको छैन। र मेरो आफ्नो अध्ययनले भन्छ र तपाईँहरू सबैले पनि बुझेको कुरा के हो भने नेपालमा झन्डै 57 जना मान्छेलाई चाहिँ कोरोनाको चाहिँ PCR पोजिटिभ देखिएको छ। त्यो ऱ्यापिड टेस्टले पनि पोजिटिभ देखाएको, PCR मेसिनले पनि पोजिटिभ देखाएको चाहिँ अवस्थामा ती मान्छेहरूले के भनेका छन् भने हामीलाई टाउको दुखेको पनि छैन, खोकी लागेको पनि छैन, रुवा लागेको पनि छैन, म रोगी फिलिङ पनि गरेको छैन भनिदेखाएको छन्। र ऊ मर्ने छाँडो पनि छैन हामीले देखाएको छौँ। 65 वर्षको चाहिँ अब एकजना चाहिँ अब वृद्ध महिलादेखि लिएर 80 वर्षको चाहिँ यहीँ संस्कृतिको चाहिँ महिलासम्म दुवैजनालाई चाहिँ PCR पोजिटिभ देखिएको थियो। उनीहरूले न कहिले आफूलाई बिरामी छु भनेर भने, न उनीहरूलाई रुवा लागेको थियो, न केही थियो। तर मेसिनले उनीहरूलाई रोगी देखाइदियो, मेसिनले रोगी देखाइदियो, तर उनीहरूलाई रोग थिएन। र अन्तिममा चाहिँ त्यो रोग ठिक भयो भनेर पठाइयो। यसको षड्यन्त्र चाहिँ अन्तर्यमा के होला भन्ने जस्तो लाग्छ भने एउटातिर चाहिँ यो विश्व बजारमा चाहिँ आएको मन्दी र प्रतिस्पर्धाका कारणले मेडिकल माफियाले चाहिँ सिर्जना गरेको एउटा प्रकोप हो, जसले आफ्ना चाहिँ सामानहरू अरबौँ रुपियाँका खरबौँ डलरका चाहिँ सामानहरू चाहिँ बेच्ने र विश्व बजार कब्जा गर्ने एउटा त्यो उद्देश्य हुनसक्छ। अनि अर्को कुरा के हुनसक्छ भने तपाईँ हामी माथि चाहिँ जुन एउटा त्रासदी भइरहेको छ र उनीहरूले अहिले चाहिँ विश्वव्यापी रूपमा खरबौँ डलरको चाहिँ भ्याक्सिन उत्पादन गर्दछन्। त्यो भ्याक्सिनको चाहिँ टेस्ट गर्नुको निम्ति उनीहरूलाई चाहिँ यस्ता खालको चाहिँ गिनिपिग भन्छ त्यो उसमा चाहिँ साइन्सको भाषामा त्यो एक किसिमको चाहिँ सानो खरायो जस्तै खालको चाहिँ देखिने एउटा चाहिँ सुँगुरको चाहिँ जस्तो जिउ डार परेको एउटा ठुलो मुसा हुन्छ। त्यो मुसामा चाहिँ औषधिको भ्याक्सिनको टेस्ट गरिन्छ जनावरमा। अब त्यो जनावरमा टेस्ट गरिसकेपछि मान्छेमा प्रयोग गरिन्छ। त्यो मान्छेमा प्रयोग गर्नु भनेको चाहिँ यति घातक हुन्छ कि त्यो रोगले लाएर मर्ने सम्भावना यदि चाहिँ 1% हुन्छ भने त्यो भ्याक्सिन दिएपछि मर्ने सम्भावना 50भन्दा बढी सम्भावना चाहिँ मर्ने सम्भावना हुन्छ। र मैले विगतमा पुराना मान्छेहरूको बुढा मान्छेहरूको चाहिँ इतिहास पनि सम्झेँ र पढेँ। त्यो पढ्दा के भने हाम्रा पुर्खाहरूले भने विगतमा झाडा पखालाले जति मान्छे मरे त्यो झाडा पखालाको निम्ति उपचार गर्नको निम्ति अपनाइएको चाहिँ तरिकाले चाहिँ धेरै मान्छेहरू मरे। झाडा पखालाले एकदम सीमित मान्छे मरेका थिए, त्यसलाई उपचार गर भनेर चाहिँ गलत उपचारको विधि अपनाउँदाखेरि चाहिँ धेरै मान्छेहरू मरे भन्ने कुरा चाहिँ मैले यो पनि चाहिँ अध्ययन गरेँ होइन। अब साथै तपाईँले अध्ययन गर्नु मलाई यसमा मैले भनेको अथवा महासङ्घको यो धारणा हो भन्ने बित्तिकै सबैले मान्नुपर्छ भनेर मैले निर्देशन दिन खोजेको त होइन। तर लागेको कुरा के छ भने यो एउटा गम्भीर षड्यन्त्र हो। यो षड्यन्त्रले कोरोनाको कारणले भन्दा अन्य कारणहरूले चाहिँ मान्छेहरूको खास गरी श्रमिकहरूको चाहिँ मृत्यु हुने र लाखौँ श्रमिकहरूको चाहिँ जीवन चाहिँ अस्तव्यस्त र तहस नहस हुने, स्वास्थ्य सम्बन्धी चाहिँ अन्य समस्याहरूको कारणले मजदुरहरूमा चाहिँ हुने कुपोषणबाट चाहिँ ग्रस्त भएर चाहिँ मर्न पर्ने यस्तो खालको चाहिँ प्रकोपको चाहिँ सिर्जना हुन सक्ने सम्भावना निकट भविष्यमै आउँछ। त्यसकारणले यो लकडाउनको चाहिँ विरोध गर्नुपर्छ र हामीले मजदुर आन्दोलन चाहिँ नयाँ ढङ्गले बहस छलफललाई सिर्जना गर्नुपर्छ र बजारमा आएका चाहिँ सङ्कटहरूको समाधान गर्नको निम्ति राज्यलाई चुनौती दिनुपर्छ, चाहिँ समाधान गर भनेर चाहिँ हामीले आवाज उठाउनुपर्छ। त्यो भनेको के हो भने अब निर्माण लगायतका चाहिँ औपचारिक क्षेत्रका मजदुरहरूलाई प्याकेजको व्यवस्था गर्नुपर्छ राज्यले। यहाँ साथीहरूले चाहिँ चामल बाँडेको कुरा गर्नुभयो, केही हामीले सहायता रासनको चाहिँ उपलब्ध गराउने कुरा साथीहरूले गर्नुभयो। यहाँ आफ्नो क्षमताअनुसार सबैतिर अन्त पनि गरिरहेको छ। तर यो एउटा व्यक्तिले अथवा एउटा ट्रेड युनियनको नेताले आफ्नो सामर्थ्यले कति मान्छेलाई कति मजदुर साथीहरूलाई चाहिँ के उपलब्ध गर्नु सक्छ? उसँग ल्यागत कति हुन्छ? 10,000, 20,000, 1 लाख रुपियाँ जम्मा गर्न सक्ला। 1,000ले हाम्रो जस्तै सामान्य भनिएको चाहिँ सङ्गठनमा आउने 20,000, 30,000 मजदुरहरू चाहिँ सङ्गठित छन्, हाम्रो सङ्गठनको वरिपरि छन् भने 30,000 मजदुरलाई हामीले चाहिँ 3 रुपियाँभन्दा बढी दिन नसक्ने रहेछौँ। यदि 1 लाख रुपियाँ उठाउने हो भनेपछि हामीले 10 लाख उठाउँछौँ भने 9 रुपियाँ 10 रुपियाँभन्दा बढी पर्दैन। अनि यो ढाँचामा हामीले एउटा व्यक्तिले अथवा चाहिँ एउटा सामान्य सङ्गठनले यसरी चाहिँ सहयोग गर्न सक्दैन। त्यो दायित्व कसको हुन्छ? राज्यको हुन्छ। त्यसकारण राज्यले चाहिँ यो क्षेत्रमा चाहिँ आर्थिक प्याकेजहरू घोषणा गर्नुपर्छ र निर्माण लगायतका अनौपचारिक क्षेत्रमा चाहिँ यहाँ खरबौँ रुपियाँ पैसा अब चाहिँ राज्यमा ढुकुटीमा चाहिँ रहेका पैसा बजारमा ल्याउनुपर्छ र मजदुरहरूलाई रोजगारी दिनुपर्छ। र अब विगतको यो लकडाउनको अवधिमा चाहिँ जुन घाटा चाहिँ मजदुरहरूले बेहोरेका छन् त्यो घाटालाई चाहिँ पूर्ति हुने गरी होइन विशेष चाहिँ अनुदान पनि प्लस हुने गरी चाहिँ स्यालेरीमा चाहिँ जोडेर दिनुपर्छ भन्ने यो ढङ्गले हामीले माग पनि गरेका छौँ। मसँग बिहान चाहिँ पनि एउटा रेडियोमा चाहिँ कार्यक्रममा मसँग चाहिँ अब छलफलमा चाहिँ सहभागी म भएको थिएँ। हामी एउटा चाहिँ हाम्रो महासचिवले अहिले काठमाडौँ टेलिभिजनमा पनि बिहान चाहिँ थोरै आफ्नो कुरा राखेका छौँ। एउटा कन्सेप्टै बनाएर अब यसरी पेस गर्नुपर्छ भनेर हामीले महासङ्घको केन्द्रीय कार्यालयकै तर्फबाट पनि एउटा साझा धारणा बनाएका छौँ। यही धारणाका आधारमा चाहिँ अन्य साथीहरूले पनि अब बहस छलफललाई चाहिँ अगाडि बढाउनुपर्छ र हामी डराउनु आवश्यक छैन। र मेरो आफ्नो त जुन दिन यो घोषणा भयो लकडाउनको त्यो दिनदेखि म सबै मास्क लगाए पनि अब यो मास्कको जरुरी छैन। यो मास्कले एउटा त मास्कको हिसाब गर्दाखेरि यो यसको बारेमा हामीले चाहिँ यसको चाहिँ ऊ नबुझेको वैज्ञानिकताको बारेमा कि 100 नेनोमिटर
त्यो हुन्छ भाइरसको चाहिँ डायमिटर 100 न्यानोमिटर हुन्छ। भनेको मतलब तपाईँको यो हामीले आँखाले नदेखिने आँखा एउटा सियोको टुप्पोमा 1000 चाहिँ ब्याक्टेरिया हुन्छ भने त्योभन्दा पनि सानो चिज हो चाहिँ ब्याक्टेरिया के भाइरस। त्यो भाइरसलाई यो पानी छिर्ने चिजले पानी छिर्ने उसले रोक्दैन, पहिलो कुरा त्यो हो। दोस्रो नम्बर कुरा हामीले पटक पटक त्यही मास्क लगाउँछौँ भने त हामीले लिएको किटाणु त्यही ओर्जर गरिरहन्छ, त्यही ओर्जर गर्छ। यो मास्क भनेको त आधा घन्टा 1 घन्टा चाहिँ डाक्टरहरूले लगाउने त्यसपछि फाल्दै दियो, यो काम पनि छैन। र म पनि धेरै कार्यक्रममा गएको छु र यो मास्कको आवश्यक छैन भनेर मैले पनि सामना गरेको छु। साथीले पनि यो धेरै आतङ्कित हुनु पर्दैन भन्ने कुरामा म तपाईँलाई विश्वास दिलाउन चाहन्छु। र मसँग साइन्टिफिक एभिडेन्सहरूको पनि मैले सङ्कलन गरेर राखेको छु। झन्डै 1000 पृष्ठको चाहिँ वैज्ञानिकहरूको मत, संसारका सबै युरोपका, अमेरिकाका, बेलायतका ती वैज्ञानिक र भाइरोलोजिस्टहरूले के भनेका छन्, पत्रिकाले के भन्यो, अनलाइनले के भन्यो, आफ्नो ठाउँमा चाहिँ भाइरस सार्वजनिक भएको छ। तर त्यहाँका वैज्ञानिकले के भने, त्यहाँका चाहिँ भाइरोलोजिस्टहरूले के भने, र हामीले आफ्नै जीवन व्यवहारमा चाहिँ नेपालमा के घटना भइरहेको छ भन्ने कुराको चाहिँ तथ्य बुझ्यौँ भने यो कुरा क्लियर हुन्छ। अब म फाइनली अन्तिममा के भन्न चाहन्छु भने तपाईँको यो घटनाले आफ्ना विरोधीहरूलाई चाहिँ तलाउनको निम्ति, जसरी भारतमा चाहिँ मोदीले मुस्लिम र कम्युनिस्टहरू खास गरी वामपन्थी भनिएका शक्तिहरूलाई तलाउनको निम्ति प्रोपागेन्डाको रूपमा मुस्लिमहरूले चाहिँ यो भाइरस चाहिँ फैलाइरहेका छन् भनेर चाहिँ हो हल्ला गरेर त्यसको प्रकोप नेपालमा पनि आएर उदयपुर चाहिँ त्यसको एपिसेन्टर बन्नको हो। र उदयपुरमा भएका चाहिँ मुस्लिमहरूको चाहिँ भाइरस उनीहरूले नभएर अरू कसैको चाहिँ भाइरस उनीहरूलाई सरेको भन्ने कुराको चाहिँ आजको चाहिँ मिडियामा आएको छ यो समाचार। भन्नुको मतलब के हो भने आफ्ना विरोधीहरू तलाउनको निम्ति यो भाइरसको चाहिँ प्रकोपको चाहिँ बढाइ चढाइ चाहिँ प्रचार गर्ने र अरूलाई चाहिँ आरोपित गर्ने जुन प्रपञ्च गरिएको छ यो राजनीतिक षड्यन्त्रको एउटा अङ्ग हो। र नेपालमा पनि मजदुरलाई, जनतालाई र चाहिँ अन्य विरोधी शक्तिहरूलाई चाहिँ घरभित्र थुनेर जुन षड्यन्त्र चाहिँ सिंहदरबारमा बसेर गरिरहेका छन्, यो सिंहदरबारभित्र बसेर गरेको षड्यन्त्र तपाईँहरू सबैले बुझ्नु भएको छ कि सत्ताको भागवण्डा कसरी गर्ने। र अहिले यो स्वास्थ्य सम्बन्धी चाहिँ विषयमा चाहिँ महामारीको अवस्थामा राज्यले चाहिँ विशेष आर्थिक खर्च गर्नुपर्ने जुन अधिकार हो त्यो अधिकारको प्रयोग गरेर चाहिँ अरबौँ रुपियाँ चाहिँ दलाल पुँजीपति वर्गले चाहिँ यहाँका नोकरसाहरूले खाइरहेका छन्। यसको विरुद्धको आवाजलाई कन्ट्रोल गर्नको निम्ति लकडाउनलाई चाहिँ देशव्यापी रूपमा चाहिँ फेरि पनि 10 दिन जो थप्ने प्रपञ्च गरियो। जबकि यसको चाहिँ रोगै थियो भने पनि यसको अवधि सिद्धिसकेका थियो, यो 21 दिनभन्दा बढी जान्थेन। भनेपछि यो प्रपञ्चको पछाडि भनेको चाहिँ राजनीतिक षड्यन्त्र र यो षड्यन्त्रद्वारा हुने आर्थिक लाभको निम्ति चाहिँ अहिले जुन चलखेल गरिएको छ यसको पनि हामीले भण्डाफोर गर्नुपर्छ। र म अन्तिममा आजको यो 131औं मई दिवसको अवसरमा जो साथीहरूले साहसका साथ, किनभने यति बेला त साहसको मापदण्ड भनेको पनि कार्यक्रममा 5 जनाभन्दा बढी जम्मा हुनु पनि साहस भयो, समय सापेक्ष हुँदो रहेछ साहसको पनि कुरा। मास्क नलाउनु पनि आँट भयो, यहाँ ठुलै आँट बहादुरी जस्तो भयो। सायद म पनि त्यही बहादुर बन्ने चाहिँ एउटा प्रक्रियामा मैले मास्क लाउनु छोडेँ। भनेपछि यो जुन साहस तपाईँहरूले गर्नुभयो यो साहसको निम्ति पनि म सबै साथीहरूलाई धन्यवाद दिन्छु। र यो 131औं मई दिवसको अवसरमा फेरि पनि म महासङ्घको कार्यालयको तर्फबाट सबै साथीहरूलाई चाहिँ शुभकामना दिँदै बिदा हुन्छु। हस्त क्रान्तिकारीहरू धन्यवाद।